ये सब सांस्कृतिक कार्यक्रम है। मगर भाषा का सांस्कृतिक कार्यक्रम कैसे होता है आप लोग अच्छे तरीके से देख सकते हैं। और इसमें क्या क्या हो रहा है देखिए। यहाँ पे खम्भा के पास में एक खसी है, इसको लेकर पूरे गांव में घुमाएगा और इसके बाद में लेकर काटेगा इसको, चढ़ान बलि दी जाएगी। ये हर एक 2-2 वर्ष के अंतराल में लगता है, 2-2 वर्ष पे लगता है। लेकिन ये हमारे तराई जैसा नहीं दिखाई दे रहा है यहाँ का मेला। कार्यक्रमलाई हामी उच्च मूल्याङ्कनका साथ हामी सम्मान पनि गर्न चाहन्छौँ। केही समयपछि उहाँहरूलाई हामी सम्मान पनि दिनेछौँ, जो कुरा पनि म यहाँहरू यसमा जानकारी गराउन चाहन्छु। हामी अब सम्बर्धन कार्यक्रमतर्फ तयारीका साथ हाम्रो सम्पूर्ण टिम स्ट्यान्ड बाई रहेर बसिरहेको छ। म यो कुराहरू बिचमा जानकारी गराउन चाहन्छु। पक्कै पनि हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण मित्रहरू उहाँहरू तयारीका साथ बसिदिनु होला। त्यसै गरी आजको हाम्रो मित्रहरू तपाईँ पनि सम्पूर्ण युवा स्वयंसेवक मित्रहरू तपाईँ पनि तयारीका साथ बसिदिनु हुने म हार्दिक अनुरोध गर्न चाहन्छु। पूर्वाञ्चल माध्यमिक विद्यालयबाट पाल्नुहुने सम्पूर्ण शिक्षक गुरुहरू तपाईँले पनि भिडियो रिकर्ड गरिरहेको म देखिरहेको छु। पक्कै पनि जनक सरलाई म चिनिरहेको छु। जनक सर तपाईँको टिकटक वालबाट आजको हाम्रो झाँकी नाचको कार्यक्रमलाई सूचना सम्प्रेषण गरिदिनु हुनेछ। तपाईँको लाइक भ्युज पक्कै पनि धेरै माथि जानेछ। तपाईँ धानी पनि समेत हुनुहुनेछ। हार्दिक आवाज प्रकट गर्न चाहन्छु। यसै गरी हामीलाई सहयोग गर्नुहुने जनकल्याण माध्यमिक विद्यालयका सम्पूर्ण गुरुलाई पनि म हार्दिक। त्यो कुन देवीको मन्दिर हो हजुर? त्यो देवी भूमे भूमे घुमे हजुर घुमे देवी हजुर देवी होइन भूमे मात्रै भन्छ। घुमे के भूमिमा खै हामीलाई थाहा छैन, अलिक बुढाहरूलाई थाहा छ होला। हामीलाई चाहिँ भूमे मात्रै भन्छ। हामीले मात्रै घुमे भन्नुहुन्छ तपाईँहरू मात्रै? हजुर अनि उहाँहरू झाँक्रीहरू हुनुहुन्छ होइन? अनि झाँक्रीहरूले चाहिँ भूत प्रेत भगाउनुहुन्छ। अनि तपाईँहरूलाई भूत प्रेत कहिले हेर्नु भएको छ कि छैन? हजुर तपाईँहरूलाई भूत प्रेत कहिले हेर्नु भएको छ कि छैन? नै नै हेर्नु भएको छैन? अनि झाँक्रीमा विश्वास गर्नुहुन्छ तपाईँहरू? अनि गाउँघरमा त विश्वास आदि विश्वास आदि गर्नु पर्यो, त्यही हो। अनि भूत नहेरेपछि कसरी झाँक्रीमा तपाईँहरू विश्वास गर्नुहुन्छ त? हजुर भूत नहेरेपछि कसरी झाँक्रीमा विश्वास गर्नुहुन्छ हजुरहरू? अब हामी नै उहाँहरूले त अलिक कुनै मैले त हेरेको छैन। उहाँ झाँक्रीहरू चाहिँ माथि माथि जानुभएको थियो उता भागीदाईको पसलमा। अनि मैले केही त्यो सुन्दाखेरि मन्त्र सन्त्र पनि केही पनि पुरै राम्रोसँग भन्न सकिराख्नु भएको थिएन त होइन? अनि ठ्याक्कै अनि जब मैले भूत मगाएर उहाँहरूलाई त्यो गर्यो अनि भूत खेलाउन थालेपछि उहाँहरूले केही पनि गर्न सक्नु भएन त। होइन अहिले उहाँहरूबाट त्यो भूतहरू भाग्न सकेन त। अनि त्यो त अहिले लास्ट त अझै टाइम छ नि, अन्तिममा हो नि त्यो त। हो